नमस्ते साथीहरू, आज म गुन्द्रुक आलु भटमासको तरकारी बनाउन जाँदैछु। यसको लागि चाहिने सामग्री टमाटर 2टा काटेको, भटमास अलिकति, गुन्द्रुक, अदुवा लसुनको पेस्ट, आलु 2टा काटेको, हरियो लसुन राखिने हुने नराखिने हुने, पिठोको अलिकति रगटेको झोल, तेल, बेसार, नुन स्वादअनुसारको, सुकेको खुर्सानी 2टा अनि खुर्सानीको धुलो। अब म यसमा तेल हाल्न जाँदैछु। सुरुमा मैले यसमा भटमास हालेँ। भटमासलाई अलि रातो हुन्जेल फुट्नुपर्छ। अब यो भटमासलाई झिक्ने बेला भयो। यतिको भएपछि अब यसमा सुकेको खुर्सानी हालिदिने, काटेर राखेको आलु, यसलाई पनि मजाले भुट्ने। अब अहिलेको 1 चम्चा यो अदुवा लसुनको पेस्ट हालिदिने, यसलाई पनि मजाले भुट्ने रातो हुन्जेल। यिनको बेसार हालिदिने, अब नुन पनि हालिदिने, जिराको धुलो। अब यसपछि यो टमाटर, यसमा अघि तयार गरेको गुन्द्रुकलाई हाल्ने अनि यो भटमास पनि हालिदिने। अघि धुलो खुर्सानी पनि हालिदिने। अब यसलाई 2 मिनेट छोपिदिने, 2 देखि 3 मिनेटसम्म। अब यसलाई मिडियम आँचमा 2 देखि 3 मिनेटसम्म छोपेर पकाउने। छोपेको निकालौँ। अब एकचोटि यसलाई यसो चलाएर हेर्ने। त्यसपछि अघि नै छिट पारेको लसुन, हरियो लसुन हाल्ने अनि यसलाई सरर चलाउँ। त्यसपछि हजुरलाई कति झोल खान मन लाग्छ त्यही अनुसार पानी एड गर्ने। अनि अघिको पिठोको पेस्ट पनि हालिदिने। यसलाई पखालेर नै हालौँ। अब यो यतिको भइसक्यो। यसलाई 5 मिनेट जति मजाले उम्लिन दिने। त्यसपछि खोलेपछि रेडी हुन्छ गुन्द्रुकको तरकारी। अब यसलाई एकछिन छोपिदिने 4-5 मिनेटसम्म अनि त्यसपछि रेडी हुन्छ गुन्द्रुकको तरकारी। अब यसलाई हेरौँ है त कस्तो भएछ तरकारी। गुन्द्रुकको तरकारी रेडी भएछ। ल अब खानको लागि तयारी। खाउँ लाग्दो गुन्द्रुकको तरकारी रेडी भयो।